गुड मर्निङ फ्रम रेस्ट क्याम्प। हाम्रो सुताइ चाहिँ यो डाइनिङ रुममा भएको थियो। एक्सक्युज मी, व्हाट्स योर नेम? My name is Nozomi. Nozomi? Yes. Where you are from? Japan. Japan. Oh, which city? Tokyo. Tokyo. यहाँको नजारा हाम्रो बसेको होटल। हामी चाहिँ डाइनिङ रुममा सुतेको थियो। होटल गोल्डन भ्यूमा यहाँबाट चाहिँ सनराइज भएको छ। हामी डाइनिङ रुममा यस्तो अवस्थामा सुत्थ्यौँ। गुन्द्रुक खाँदै यस्तो चल्न ठिक छ नि अवस्था? हिँडेको छैन, हिँडेपछि बल्ल थाहा हुन्छ। अहिले चाहिँ कुन जग्गामा मिल्यो हाम्रो अनि यहाँबाट सनराइज भएको छ। यहाँ चाहिँ यसरी चार्ज हुन्छ। तपाईँले चाहिँ पुरै पावर ब्याङ्कको चाहिँ व्यवस्था आफै गर्नुपर्ने छ। हामी चाहिँ रेस्ट क्याम्पमा बिहानको ब्रेकफास्ट यो खाएर चाहिँ रेस्ट गर्दै। ल कस्तो त्यस मजा आयो नि? झोलीले चाहिन्छ कि यहीँ राखिदिनु त। ल आलु तर मनिष आलु त सारा त ल हाम्रो चाहिँ ट्रेकिङ सुरु भयो रेस्ट क्याम्पबाट। ल केटाहरू पनि आउँदैछन्। ल चन्द्र ठिक छ नि? ठिक छ। त मनिष यता मनिष पनि आए। ल हामी चाहिँ यो रेस्ट क्याम्पको जङ्गलमा हो। जङ्गल छ चाहिँ अब चाहिँ लो क्याम्प हुँदै हाई क्याम्पतिर जाँदैछौँ। अनि यो बाटो हुँदै ओ माथि चढ्दै साथीहरू माथि चढ्दै बाटो त सिधै उकालो छ पुरै भर्याङ। मनिष आउँदैछन्। हामी ल रेस्क्यु क्याम्प आइयो। Like not smart. Okay. Wow, Georgie. I heard that. I heard that. ओहो पुरै सर्टकट हिँडिरहेछौँ। केटाहरू माथि छन्, कोही तलबाट यस्तै आइरहेछ। अरू ठाउँको भैँसी चाहिँ कालो हुन्छ गरे, यहाँ चाहिँ पुरै
सेतो छ त दुईटा मजाले बसिरहेछ भक्तपुर चाहिँ बुटलबाट ल हामी चाहिँ अन द वे नै छौँ ल हामी चाहिँ लो क्याम्पमा आइयो ल कताको यता पनि जाने रहेछ सिदिङ अनि चाहिँ ओ यहाँ चिकन ओ यहाँको भिडभाड लास्ट हामीलाई लोकलमा आइयो केटाहरू फोटो सोटो सुट भइरहेछ ओ यहाँ पछाडिको त्यो हिमाल यसैको बेस क्याम्पमा हामी जाँदैछौँ लो क्याम्पबाट चाहिँ ट्रेकिङ सुरु भयो यसो विश्राम गरेर ट्रेकिङ गरेर चाहिँ बादल डाँडा भन्नेमा ठाउँमा चाहिँ पुग्न लागेको छ साथीहरू आउँदैछन् ओहो हिमालको काखमा बसे जस्तो ओहो अमेजिङ ल त्यो रेस्ट क्याम्प त के हो र न अझ मान्छेको भिडभाड सिजनमा एकदम भिड हुने रहेछ दसैँ तिहारको बेलामा एउटा स्ट्यान्ड रहेछ हाई क्याम्प ल कतै फोहोर नगरिदिनु होला यहाँ चाहिँ यस्तो डस्टबिनहरू छ यस्तोमा फालिदिनु होला जम्मा गरेर डाँडा 3300 मिटरमा यहाँदेखि हिमाल चाहिँ एकदम नजिकै देखेको रहेछ ल हाम्रो यात्रा जारी नै छ यता मनिष इन्साफ प्रतीक मान चन्द्रे तलै छन् चन्द्र चाहिँ 360 भन्ने रहेछ त्यहाँ चाहिँ खानासाना खाइन्छ त्यसपछि मजाले आराम गरिन्छ त्यसपछि हाई क्याम्पतिर उतै छ हाई क्याम्प चाहिँ त्यो डाँडा हुँदै गइन्छ चन्द्र कतिको बिजी छौ ल यहाँबाट पुरै डाँडा देखेछ ल हामी चाहिँ आइयो अब बादल डाँडामा आइयो यहाँबाट चाहिँ ती हिमाल देख्ने चाहिँ हिमाल चाहिँ ओहो
ल यस्तो हिमाल नजिक छ त ल पुरै बादल ढाक्न लागिसक्यो पुरै अब त ल चाहिँ होटल 360 बेस्ट भ्यू एभर बादल डाँडा मस्त रहेछ यहाँ चाहिँ हामीले चाहिँ के भयो तरकारी भएन रे मान्छेहरू चाहिँ यहाँ पुरै माथि डाँडातिर चढ्दैछन् ओहो त्यो त मान्छेहरू किरा झै हिँडिरहेछन् त यहाँ बादल डाँडामा चाहिँ खाना खाइयो चिकन खाना चाहिँ 1000 रुपियाँ भेज खाना चाहिँ 700 हामीले चाहिँ भेज खाना खाइयो 4-5 वटा रहेछ यहाँ चाहिँ गोठमा ल गोठमा मजाले सुतेर बसेछन् ल घाम लाग्यो भने फेरि न्यानो हुने रहेछ कि फेरि खचड खै ल यहाँबाट तल झर्दैछ हाम्रो रासन पानी ओसार्ने हाम्रो बादल डाँडाको खाना खाएपछि चाहिँ फेरि ट्रेकिङ सुरु भएको छ हामी जाने चाहिँ त्यो डाँडामा चाहिँ इन्साफ यता मान मनिष अगाडि छन् प्रतीक त्यसपछि चन्द्र पछाडि नै छन् हामी चाहिँ त्यो माथिको डाँडामा चाहिँ त्यहाँ माथि पुग्ने हो त्यसपछि फेरि अर्को डाँडामा छ अझै यताबाट राइटबाट लेफ्टबाट ओभल भ्यूमा केटाहरू फोटो खिचिरहेछन् त्यसमा साथै अझ यता माथितिरको नि भ्यू चाहिँ बवालै छ ल आज हाम्रो डे 2 हो नि अब चाहिँ डे 2 को घरबाट निको डे 3 भयो तर हामी ट्रेकिङ सुरु गरेको चाहिँ डे 2 आज चाहिँ हामी हाई क्याम्प पुग्छौँ भोलि बिहान 3-4 बजे उठेर रेस्ट क्याम्पबाट चाहिँ हाई क्याम्प जाँदैछौँ पुगेर मिल्यो भने चाहिँ हामीहरू चाहिँ बेस क्याम्प पनि जाने हो हामीले के भन्छौँ गोसाइकुण्डमा अब खाम सूर्यकुण्ड के माथि के छ भन्दै अनि सूर्यकुण्ड हेरेर अनि फर्किँला भन्ने कुरा हो त्यो रात गोसाइकुण्ड नै बस्ने भन्ने कुरा भएको हो कि फोहोर नगरिदिनु होला कृपया यसरी खै टिस्यु होइन छोड न प्लास्टिक हो मेन जब कि यहीँ छ डस्टबिन
डस्टबिन यहीँ हुँदा हुँदा पनि यस्तो बस्ने ठाउँमा फोहोर गरिदिएर यो त भएन नि हैन। ल डाँडा चढ्दैछौँ, त्यसैमा हुस्सुले पनि ढाक्दैछ। जारी छ हाम्रो ट्रेकिङ, हाम्रो यात्रा, हाम्रो मिसन मार्दी। ल यही डाँडा चढ्दै हाम्रो चाहिँ अब हाई क्याम्पतिर लाग्दैछौँ। डाँडा चढ्दैछन्, यस्तो उकालो छ, ठाडै उकालो छ। मजा पनि आइरहेछ। फेरि घाम देखियो। उकालो चढेपछि यसो समो ठाउँमा यसो धाड सेक्दै यता मान ल यता चन्द्रे ल यता दुईजना ल आराम गर्दैछन्। ल यता के हाँसेको थियो त्यस्तो के हाँसो भयो। हामी अर्को ठाउँमा आएको छ, एउटा होटल हेमचुली। यहाँ पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। कुच्छा मर्दी हिमाल ट्रेक 3450 मिटरमा कन्ट्याक्ट नम्बर त्यही छ। यस राम्रो लोकेसनमा छ। सिधै तल भिर ट्रेकिङ, यो मर्दी हिमाल ट्रेकिङको रुटमा चाहिँ होटलहरू टन्नै छ। तर जस अलि सिजनमा चाहिँ अलि बेसी भिडभाड हुँदो रहेछ। त्यति बेला चाहिँ बुक गरेको राम्रो हो। तर अरू बेला अफ सिजनमा आउनुभयो भने जस तपाईँ त्यस्तो बुक गर्नु पर्दैन। नर्मली यु क्यान गेट होटल्स रुम। ल हाम्रो हाई क्याम्प चाहिँ आएको छ। पैँतिस सय 50 मिटर। ओके हामी चाहिँ हाई क्याम्पबाट चाहिँ माछापुच्छ्रेको भ्यू त्यहाँको सनसेट हुँदैछ। ओहो